हरियो डाँडामाथि हलो जोत्ने साथी, हरियो डाँडामाथि हलो जोत्ने साथी, हो मले हो तारे हो। आज असार 15 यानी कि किसानहरूको महत्त्वपूर्ण पर्व राष्ट्रिय धान दिवस। नेपालको मुख्य बाली धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नु साथै यसको महत्त्व दर्शाउन यो भिडियो तयार गरेका छौँ। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। रोपाइँमा लाग्दाको खुसी र आनन्द अभिव्यक्त गर्ने एक साङ्केतिक र सांस्कृतिक पर्व हो असार 15। नेपाल कृषकहरूको बाहुल्यता भएको कृषि प्रधान मुलुक हो। त्यसैले यस दिनको रौनकता र चर्चा हामी सबै नेपालीमा छ नै। तर खेतीसँग गाँसिएको जनसङ्ख्या घट्दो छ, कृषकमा नैराश्यता छ र असारे भाका हिलो खेली दही चिउरामा रमाउने चलन क्रमशः हराउँदै गएको छ। तर अर्कोतिर हेर्ने हो भने अहिले यस पर्व पर्यटकीय पर्वको रूपमा समेत विकसित हुँदै गएको देख्न सकिन्छ। हिलोमा खेलहरू खेल्दै अनि धान रोपाइँमा समेत सरिक हुँदै विभिन्न सङ्घ-संस्था र विदेशी पर्यटकहरूले यो पर्वलाई संसार सामु परिचित बनाउँदै आएका पनि छन्। अझ भनौँ यो एउटा ट्रेन्डको रूपमा विकसित भइसकेको छ। हाम्रो असार 15 को उद्देश्य निश्चय यति मात्रै चाहिँ होइन। यस दिनमा हाम्रो बहस कृषि क्षेत्र, किसान र धान संस्कृतिमा हुनुपर्छ। आजको प्रतिकूलता, आवश्यकता र अवसरका बारेमा छलफल गर्नु, धानको संरक्षण गर्ने, किसानका अधिकार सुनिश्चित गर्ने तथा मलबिउ लगायतका किसानका तत्कालीन समस्या समाधान गर्दै खाद्य सम्प्रभुता प्राप्त गर्ने र किसानको र कृषिको रूपान्तरण गर्ने लगायतका पक्षमा ध्यान आकृष्ट हुनुपर्दछ। अब थोरै तथ्याङ्कका कुरा गरौँ। हामीले उत्पादन गर्ने धान हामीलाई पर्याप्त नहुँदा मुलुकबाट वर्षेनी अर्बौं रकम बाहिरिएको अवस्था छ। बेला बेलामा आउने कोभिड-19 जस्ता महामारीले हामीलाई पाठ सिकाएर चाहिँ गएका छन्। अब पनि हामी आत्मनिर्भर नभए पैसा भए पनि धान चामल किन्न नसक्ने अवस्था आउँछन् है भनेर। यसो त आर्थिक वर्ष 2082 को बजेटले आगामी 2 वर्षमा धान उत्पादनमा आत्मनिर्भर हुने महत्त्वाकांक्षी घोषणा गरिसकेको छ। यो तब मात्र सम्भव छ जब धानका उन्नत बिउ बिजन, मलखाद र सिँचाइको राम्रो प्रबन्ध र आधुनिक औजारको प्रयोगको राम्रो जोहो सरकारले मिलाउन सक्छ। धानमा आत्मनिर्भर रहन वर्षेका साथै चैते धान बाली उत्पादनमा जोड दिनुपर्दछ। रासायनिक र प्राङ्गारिक मलको सन्तुलित प्रयोग गर्नुपर्दछ। हामीले हाम्रो देशलाई जलस्रोतको भण्डार भनिरहँदा हाम्रो देशको कुल खेतीयोग्य भूमिको 1/3 पनि सिँचाइ नपुगेको अवस्था अहिले छ। सिजनमा मलखाद उपलब्ध नहुनु त सामान्य भइसक्यो। त्यसैले वर्षको एक दिन धान दिवस मनाउने र वर्षेनी विभिन्न महत्त्वाकांक्षी नारा तय गर्दैमा हाम्रो उत्पादकत्व बढ्ने चाहिँ होइन। धान दिवसको सार्थकता त त्यति बेला मात्र साबित हुन्छ जब धानमा हामी आत्मनिर्भर हुन सक्छौँ। यसका निम्ति तीनवटै तहका सरकार, कृषिसँग जोडिएका सरकारी र गैर सरकारी सङ्घ संस्थाहरू, नार्क लगायत सबैले हातेमालो गर्दै कृषकहरूलाई प्रोत्साहन गर्ने र कृषि उत्पादन बढाउनु साथै कृषि बजारको पनि राम्रो प्रबन्ध गरिनुपर्ने आजको आवश्यकता छ। जय धान, जय किसान। राष्ट्रिय धान दिवसको सबैलाई शुभकामना। धन्यवाद।